वक्रतुंड महाकाय सूर्यकोटि समप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सजाउने हो कि सपतली फुलको रंग आकाशभरि पोतिदिउँ कि चञ्चल चञ्चल मन छ किन फेरिएछ मेरो खुसीको रंग तिम्रै मिठो मुस्कानसँग छल्किदिन्छ मनमा कतै मायाको यो मिठो तरंग त्यो अङ्गालोमा हराउँझै लाग्छ यो कल्पनामै पर्छु दङ्ग चञ्चल चञ्चल मन छ किन छायो ममा तिम्रो माया छरे जस्तै उज्यालो जुनले गुन्जाइदिउँ कि आकाश धरती बिरतीको मधुर धुनले त्यही धुनमा सयौं जुनी भन्छ मनले चञ्चल चञ्चल मन छ किन मिठो त्यो सपनाको संसार लाग्छ सधैँ त्यहाँ तिमी मनको साथी सबैभन्दा माथि जीवनभरि हामी रमाऊँ जीवनभरि हामी रमाऊँ
चंचल मायाको डोली चढाई तिमीलाई लैजाउँला नि हो मायाको डोली चढाई तिमीलाई लैजाउँला नि मायाको डोली चढाई तिमीलाई लैजाउँला नि बसौँला सानै घरमा मै राजा तिमी रानी बसौँला सानै घरमा मै राजा तिमी रानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी तिम्रो त बोली मिठो झन् राम्रो तिम्रो बानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी बसौँला सानै घरमा तिमी राजा हुँ मै रानी मन्द्रोको बारा खराको छानो मन्द्रोको बारा खराको छानो दुःखको सलमा से तारों वाली शगना दे शब आए रे बनों से बनने के मिलने की जो रुत लाए रे शहनाई यूं गूंजी सबके आंखें भर आए सलमा से तारों वाली शगना दे शब आए रे बनों से बनने के मिलने की जो रुत लाए रे शहनाई यूं गूंजी सबके आंखें भर आए शहनाई यूं गूंजी सबके आंखें भर आए ओ 16 बरस के 2 कदम चौखट के बाहर क्या गए तेरी कुड़माई के दिन आ गए हाय बन्नो परदेसिया के देश के चौबारे तुझको भा गए तेरी कुड़माई के दिन आ गए ले रहा सब लाए तेरी माई बाप उनका घर बार है हो गेंदा गुलाबों से सजे डोली तेरी तैयार है झूलों के मौसम वो तेरे हमसे रोके भी रोके ना गए तेरी कुड़माई के दिन आ गए नी तेरी कुड़माई के दिन आ गए सलमा से तारों वाली शगना दे शब आए रे बनों से बनने के मिलने की जो रुत लाए रे शहनाई यूं गूंजी सबके आंखें भर आए शहनाई यूं गूंजी सबके आंखें भर आए पहिला हाम्रो जमानामा चाहिँ 12 वटा दर्जनै पाउँथ्यो क्या दोस्रो भैँसी उसको पनि दोस्रो छोरो उसको काम गर्थ्यो 10-12 वटा पाउँथ्यो भने आजभोलि चाहिँ कस्तो धेरै नबनाउने जब भने तू के कह के त्यही भएर मैले हाम्रो रौनक हवेली की
एकदम सही भन्नुभयो। धूप आंगने में अब से किससे मिलने आएगी, खुल के कभी जो ना कहा, करते हम आज स्वीकार है, अपने भैया से कहना ना कभी, हमको तुझसे ज्यादा प्यार है। हाथों में चूड़े सज गए, तेरे गुड़िया खिलौने कहाँ गए, तेरी कुड़माई के दिन आ गए। ओ 16 बरस के 2 कदम, चौखट के बाहर क्या गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए, तेरी कुड़माई के दिन आ गए, नी तेरी कुड़माई के दिन आ गए। जीवनको बाटो यो हिँडेको अब, सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर, हाँसोले खुसीले घर सजाएर। सुख दुःख दुःख सुख सबै बाटेर, अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी, तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ भौतारी। बरफी पलु झै जोडी बन्यो सानो चौतारी, नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। बेसरी म समाउने छु, जीवनभरि नतोडिने अजम्बरी नाता भयो, बाचा भयो। सुख दुःख दुःख सुख सबै बाँटेर,
अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली तिम्रो तारिफ सुनाई बामालाई फकाई तिम्रो तारिफ सुनाई बामालाई फकाई ए आउँदैछु अहिले न तिमीलाई हेर म त बाजा बजाई बजाई बेहुली बेहुली पल पल घडी घडी Say no.
Purasi aprado, watisi ayado. Oh, purasi aprado, watisi ayado. Nesai juni juni kiaje. मोरा बिले क्यों सैबो बिले क्यों खैला खैला ताया जे मिनोर बैठा तामिदो एंगोलो राजा मिनोर बैठा तामिदो Galbandi chai shungul show, senori the shungul show. Oh, galbandi chai shungul show, senori the shungul show. Minor beta tamido, mulsorani minor beta tamido, mulsorani minor beta tamido. टुना मुना आलादो मोहनी आचोदो हो टुना मुना आलादो मोहनी आचोदो साइंगला अनमंताया जे मारा पिले क्यों सारा पिले क्यों ना खई मैयाम ले दो मिनोर बेटा तमिदो एंगोल शोरानी मिनोर बेटा तमिदो गलबंदी छे शंगल शो सेनोरी थे शंगल शो हो गलबंदी छे शंगल शो senori shungul show minor beta tamido mulsorani minor beta tamido mulsorani minor beta tamido ngai kramai faisangolo sainhori thesangolo ha ngai kramai faisangolo sainhori thesangolo minhor baita bimido ngolo raja minhor baita
साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी झुटो होइन पिराती साचा छ मनैभरि खलबली मच्चा छ गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा लाउरे दाइले सलामै ठोकेर सिट्ठी मार्यो चोर औँला टोकेर गोर्खे खुकुरी लाउरे दाइले सलामै ठोकेर सिट्ठी मार्यो चोर औँला टोकेर गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा जादु हाल्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी जादु हाल्यो गुर्सेनी छोरीले बाँधिहाल्यो मायाको डोरीले गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा आसै पोदा जिम्मुले जानेको सिपालुले सबै थोक जानेको गोर्खे खुकुरी आसै पोदा जिम्मुले जानेको सिपालुले सबै थोक जानेको गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै भुक्की जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी भुक्की जुनले झुल्की नै डराउने रूपै राम्रो अप्सरा हराउने गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा गोर्खे खुकुरी लाउरे कम्मरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा मन जित्यो मायाले पहिल्यै नम्बरमा हिरो नम्बर 1 हो नि हजुरा गोर्खे खुकुरी लेखमा नाफे बनीमा हजुरा
नमस्कार सर, म चन्द्रबहादुर गुरुङ, नासा पर्ने ठुलो गाउँ, म कान्छो बाबा काका र परिवारको तर्फबाट र मेरो आफ्नो व्यक्तिगत तर्फबाट यहाँ उपस्थित सम्पूर्ण बाबा आमा दाजुभाइ बहिनीहरू सम्पूर्ण इष्टमित्रहरूलाई म हार्दिक न्यानो अभिवादन, स्वागत, धन्यवाद, नमस्कार गर्न चाहन्छु। र आज हाम्रो 2081 साल माघ 14 गतेको दिन बाबा भीमबहादुर गुरुङ र आमा विष्णुकुमारी गुरुङको श्रेष्ठ सुपुत्र अर्जुन गुरुङको आज हुँदै आएको शुभ विवाहमा अरूतर्फ बाबा बलबहादुर गुरुङ र आमा मुना गुरुङको ज्येष्ठ सुपुत्री सुकना गुरुङको आज हुँदै आएको यस शुभ विवाह कार्यक्रममा म पुनः फेरि यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। र आज यो शुभ विवाह सम्पन्न हुन गइरहेको यो उपलक्ष्यमा हामी भोटोपोलमै पुरो गाउँ हामी अति नै खुसी छौँ, किनभने हाम्रो यो खलकभित्र एउटा नयाँ सदस्य आगमन भएको छ। हाम्रो बुहारी मुना गुरुङ हाम्रो चाहिँ बुहारी भएर आज हाम्रो परिवारको तर्फबाट एकजना चाहिँ सदस्य बढेको छ। अब हाम्रो यो भोटभेट कार्यक्रम चाहिँ सुरु हुन गइरहेको छ। म यति कुरा राख्दै हाम्रो अर्जुनको बाबाहरू भाइहरू दाइहरू होइन, बाबाहरू चाहिँ सबै स्टेजमा आइदिनु म अनुरोध गर्दछु। गर्दै यहाँहरूको यो नयाँ दम्पतिको चाहिँ सुखमय, समृद्ध र सुन्दर भविष्य र उज्जवल भविष्यको चाहिँ म हार्दिक शुभकामना व्यक्त गर्दै म प्रेमबहादुर गुरुङ आज हाम्रो यो शुभ विवाहको कार्यक्रम सुरु गर्न लागिरहेको छु। त्यसको लागि सम्पूर्ण साथीहरूसँग म यो कार्यक्रम सञ्चालन गर्नको लागि अनुमति चाहन्छु। आज हाम्रो कार्यक्रम यो अथवा कुर्सी अथवा ढोलबेट अथवा सही पाटा लाउने यो विभिन्न किसिमका बुहारी छ। त्यही कार्यक्रमको लागि हामी यहाँ अहिले उपस्थित भएका छौँ। आज हामीले हाम्रो छोरीलाई उहाँहरूको हातमा सुम्पिँदैछौँ। त्यसैको लागि आज हामी यहाँ भेटघाट भएको। हजुर बुवा बाजे भौदर सिंह गुरुङ, बाबा भीमबहादुर गुरुङ र छोरा अर्जुन गुरुङ यसरी पुरानो गाउँ हाल पोखरा महानगरपालिका वडा नम्बर 16 तल्लोटी बस्ने अर्जुन गुरुङलाई हाम्रो पुरानो गाउँ याङ्गकोट निवासी हाल पोखरा 13 नवदुर्गमा बस्ने स्वर्गीय बाजे लालबहादुर गुरुङको नातिनी बाबा बमबहादुर गुरुङको जेठी सुपुत्री र सुजना गुरुङलाई आज हजुरहरूसँग सम्झाउँदैछु। त्यसैको लागि हामी लामो कुरा नगरिकन ठोको रूपमा गरेर तपाईँहरूलाई सुनाइदिँदै गर्नुपर्छ। त्यसैले हामी ठोको रूपमा कार्यक्रम गर्न चाहन्छौँ र ठुला बाबु र बुढै नानी छोरीलाई बिग्रिनुहोला। सिंह गुरुङको नाति तपाईँहरू घरमा पनि र बाबा भीमबहादुर पनि र छोरा अर्जुन
सुपुत्री र सूचना गुरुङ प्रोग्रामज्यू आजको दिनसम्म र अहिलेको घडीसम्म हाम्रो छोरी प्रोग्रामज्यू छ। आज हामीले सम्पूर्ण दिन पुस्तक साथी राखेर हामी यहाँको हाम्रो पुस्तकहरू देवी देवताहरू भगवान बुद्ध र हजुरहरू मनोमन परिवारलाई पनि साथी राखेर आज हाम्रो छोरीलाई नयाँ आर्गनको हातमा दिएको छु। त्यसैले सम्पूर्णले यसलाई ताली बजाएर स्वागत गर्न म विनम्र अनुरोध गर्दछु। पनि यो कार्य नगरेको पनि हुन्छ, यो कार्य नगरेकोसम्म जुन आफ्नो घर छ त्यसैमा लानुपर्छ। जब जुन दिन हाम्रो यो कार्य हुन्छ त्यो दिनदेखि मात्रै पहिला हामीले चलाइदिनु पर्ने हो। उसलाई दिनु पहिला यसलाई गोत्र सार्ने कार्यक्रम पनि भनिन्छ, तर अहिले हामीले 10 वर्ष जति भयो गोत्र सार्न छोडिदिएको। गोत्र भनिने हामी डोमिलामा हामी गोत्र भन्यो भने हाम्रो भारतमा नै गोत्र भन्न छाडेका छौँ। त्यसको लागि अन्यथा नलिनु होला। गोत्र पनि अन्य होइन। आज त्यसपछि हाम्रो पनि तपाईँहरूको गौरवमान्य भयो भनेर म घोषणा गर्न चाहन्छु। सबैले ताली मार्नु होला। अब किनभने अहिलेदेखि अब हामीले उहाँ गाईको हातमा छैनौँ। उहिले हाम्रो बलबाजीको पालामा चाहिँ के भन्थ्यो भने अब हामीले छोरी दियौँ मारे बाप पाले पुण्य भन्ने चलन थियो। तर अबको जमानामा आएर मागे भन्न पाइँदैन। यो बाबुलाई दिएको होइन। यो तपाईँको जीवन राम्रो हो, सुखमय हो। तपाईँको जीवनमा छोरा जस्तो छोरी जस्तो सन्तान उत्पादन हो। तपाईँहरू जिन्दगी सुखी भएर तपाईँको दाम्पत्य जीवन बितोस् भनेर हामीले दियो। त्यही भएर आज हामीले हाम्रो छोरीलाई तपाईँको छोरी भएर घरमा होस्, तपाईँको घरमा लक्ष्मीले भरिपूर्ण होस् भनेर हामीले आशिष दिएर हाम्रो छोरीलाई तपाईँहरूको हातमा दिएको छौँ र तपाईँले पनि त्यही अनुसार काम गर्नु होला। त्यही कारणले हामीले यसलाई केही प्रगति गरेर जानुपर्छ। यसको बारेमा पनि भन्न चाहन्छु। सुरुवातलाई यो सेरिया अथवा सेरिया अथवा एक सुका किन के गर्ने हो भने यो हाम्रो जुत्ताको डेटाबाट पाएको अनासी होला उसलाई हामीले यसरी विदाई गराइएको छ भनेर हाम्रो जेठाबाट हाम्रो सबभन्दा ठुलो मानिस जमलाई हामीले यो सेरिया दिने हो। यो सेरिया हाम्रो कान्छो बाबा हाम्रो सबभन्दा अहिले हाम्रो यहाँ भाइबडामा जेठाको भाइ हुनुहुन्छ बलबहादुर बालाई टक्राउन म अनुरोध गर्दछु। यो भनेको आमाको दुध पारा। आमाको दुधको भात हामीले कहिले किन्नु सक्दैन। त्यही पनि आशाको रूपमा हामीले आजदेखि आमाको दुधको भाडा पनि दियो है भनेर यो आमाको भाडाको लागि यो यहाँसम्म अथवा सेरिया हाम्रो बुहारी भनेर यो यहाँको जति पनि मान्छे आएको छ यो मान्छेले केही कुरो बाँड्यो भनेर थुप्रो चिज लाग्छ। तर एउटा कुरो ल्याएर खानेकुरो अनुसार पनि सबैजना हुन्छ। त्यही कारणले हिउँलाश्री भनेर सबै हिउँलाको यो एक समाजले सबै हिउँलाको यता ल्याइदिने कसैले त्यसमा त बिहा हुँदैन। त्यसैले यो चौधो गर्नुभएको अथवा बाँध्न गएको अथवा तपाईँको छोरालाई हुने माथि मान्छे कुटीले भने पनि भन्छ, अलिकति भने नि हुन्छ, अलिकतिले पनि भन्छ। अब गहुँको कुरा राखेर भन्छ लक्ष्मी पनि भन्छ तारा भाइ
एकदमै व्यवस्था मेरो छोरीसँग भने परेबीमा हुन्थ्यो अहिले बजारमा आइसकेपछि पनि स्कुल पढ्ने साथी हुन्छ, कलेज पढ्ने साथी हुन्छ, कुनै संस्थामा काम गर्ने साथी हुन्छ। त्यही भएर ल ठुमा आजदेखि म बिहा गरेर गयो अब तपाईँहरूसँग छुट्टी है भनेर रिमाइन्डिङमा ठुमालाई यो प्रेम छुटेर गयो भनेर सम्झना जनाउनको लागि यो सेरीमा अथवा एउटा सगुन हो। हामी जहाँ हिँड्नु पऱ्यो पनि के गर्नु पऱ्यो पनि यही दहीमा मुछीको टिका लगाइन्छ अनि दही यस्तो मुखमा चाटेर गयो भने साइज पर्छ भन्ने चलन छ। त्यसैको लागि हामीले यो दही मगाइएको हो। यो मह किन मगाएको रे भनेदेखि संसारमा कुनै चिज छैन यो महभन्दा गुलियो। त्यही भएर यो गुलियो अब हाम्रो छोरी ज्वाइँको माया जिन्दगीभरि दिउँसो आउँदो कहिल्यै नआओस्, यो महभन्दा गुलियो भएर जाओस् भनेर यो साङ्गीतिक रूपमा यो मह मगाइएको हो। अर्को हामीले यहाँ माछा मगाइएको छ। माछा चाहिँ क्रमी आयो मागा भनेर संलग्न गरेको माछा मगाएको हुन्छ। माछा भन्ने कुरा कस्तो हो भने हिजोआज खोलाहरूमा देख्न अलि पाइँदैन, माछा ठाउँमै जानुपर्छ माछा हेर्नलाई। त्यहाँ गएर तपाईँहरू एकछिन मात्रै हेर्नुहोस्, सानो ठुलो माछाको पछि सानो माछा हिँडेको देखिन्छ, कति रमाइलो हुन्छ, कति आनन्द आउँछ। एउटाले एउटालाई टोक्दैन, एउटाले एउटालाई गाली गर्दैन, कस्तो माया प्रेमसँग सरहरू भएर हिँडेको देखिन्छ। हो त्यसै गरी उहाँहरू हाम्रो छोरी राजको माया पनि जिन्दगीभरि त्यस्तै होस्। यो कसैले कसैलाई नपुराओस्, सासूलाई नपुराओस्, देवरले नपुराओस्, सम्पूर्ण गरेर मिलेर राम्रोसँग माछाको जस्तो जिन्दगी बिताओस् भनेर यो साङ्गीतिक रूपमा माछा ल्याइएको हो। पार्टी खाना आएको छ, फ्राई गरेर मासु छ, माछा छ, अनि खानु परेको हामीलाई। तर हाम्रो पुर्खाले के अनुमान लगाएको थियो भने खास गरी मासु खाने चिज होइन, हामी शाकाहारी बन्नुपर्छ। शाकाहारी जस्तो निरोगी जीवन, निरोगी सम्पूर्ण राम्रो हेल्थ केही पनि हुँदैन। त्यसैले हामी माछा मासु खानुभन्दा शाकाहारी बन्नु राम्रो हो भनेर यो हामीले साग एउटा साङ्गीतिक रूपमा मगाएको साग हो। यसरी नै अब अरू चिज त हाम्रो यो फलफुलहरू, केलरोटी, लस्सी हामी सबै बसेर उहाँहरूले ल्याएको फेरि दाजुभाइहरू बसेर पछि यसै गरी हामीले खानेकुरा हो। अब आखिरीमा हाम्रो चलनअनुसार फेरि के उहिले हो भने प्रेमखबर यादव भनेपछि ठिकाहरू तरुणीहरू सम्पूर्ण जान्थ्यो। उहाँ गएर भैँसी काटेर बाछा काटेर खाएर आइन्थ्यो। मिठो रसी छबैसिया निलो भात त्यति बेला एकजना मात्रै जान्थ्यो। अहिले त हाम्रो चलन के आयो, उताबाट धेरै आउने, यता सधैँभरि राम्रै राम्रो भएको हेर्न र देख्न र सुन्न। सासूलाई मम्मी, ससुरालाई बाबा, केटाजीलाई दाइ। त्यही भएर अब छोरी बनाएर पाल्नुहोस्। अब त्यसै गरी तपाईँहरूको तर्फबाट पनि दुई शब्द राखेर म आजदेखि आश्रित पत्रमा हामीले सुम्बिदिएको छौँ। हस् यही हो उहाँले चाहेको चाहेको त्यो फिल्मबाट होइन, हामीसँग गोत्र नि छ, सम्पूर्ण कुरो छ। तर गोत्र भनेको के रहेछ भने ऋषिमुनिको सन्तानलाई हामी ऋषिमुनिको सन्तान होइन। त्यही भएर हामीले छोडेको हो। तपाईँले मान्नुपर्ने कुरा हामी भनेदेखि के भन्छ हामीले बिर्सौँ। तर खास गरी आज चाहिँ हामीले जे भन्छ त्यो मान्नुपर्ने तपाईँहरूले। मैले यो उदाहरणलाई यो बिचमा एउटा स्मरण गर्न चाहेँ। आज तपाईँले मान्यो, हामीले यसमा प्रेमलाई हो कारण मान्नु। यो हाम्रो
ल जान्त्री टोलीलाई हाम्रो विदाई गर्ने कार्यक्रम आखिरीमा हुन्छ, तपाईँहरू नआत्तिनु होला। जान्ती विदाई आखिरीमा हुनेछ, तपाईँहरूलाई जाने बेलामा अहिले भने यहाँ विशेष गरी भाइ खबरहरूलाई ज्वाइँको तर्फबाट प्रमुख रेली अथवा चिन्जान गर्ने भेटघाट गर्ने अथवा ढोग गर्ने कार्यक्रम हुन्छ। हामी 2 बजेपछि खाना पनि खुवाउँछौँ, यहाँहरू त्यो समयमा गएर खाना पनि खान सक्नुहुनेछ। सम्पूर्ण हाम्रो बधाई कार्यक्रम पनि हुन्छ। त्यसर्थ हाम्रो सेवा समितिको अध्यक्ष सुन्दर शेरका निकाय लगायत अग्रज दाइहरूलाई त्यो कार्यक्रममा सम्पूर्ण दाइहरूलाई पनि त्यहाँ सहभागी भइदिनलाई म अनुरोध चाहन्छु। हाम्रो यो संस्कार अथवा हामीले सबै यो आशीर्वाद दिने कार्यक्रममा सहयोग हुनुभएको छ। तपाईँ सबैले एकपल्ट ताली लगाएर नयाँ हाम्रो यो दम्पतिलाई आशीर्वाद बधाई शुभकामना दिनको म यहाँलाई अनुरोध चाहन्छु। त्यसपछि चलिरहेर Tolai pishu tamino sahara Ngai maya tolai pishu tamino sahara Hui hui gulsho mara जुबुटे क्रामो मायालाई चिनो खोलोरी मो माया जतनले थेमिन जुबुटे क्रामो मायालाई चिनो खोलोरी मो माया जतनले थेमिन Misho mulsho kyolai mura besara Tu misho mulsho kyolai mura besara Me maya kyolai pisho tamino sahara Me maya kyolai pisho tamino sahara
पिस्यो मारा होय होय गोलो मारा नगे माया क्योलाई पिस्यो तमिनो सारा नगे माया क्योलाई पिस्यो तमिनो सारा नगे माया क्योलाई पिस्यो तमिनो सारा Bye.
म शब्द पाए तिमी अर्थ बनिदेऊ यो जिन्दगीको सहारा बनिदेऊ न कमजोर हुँदा सामर्थ्य बनिदेऊ न अँधेरीमा तिमी जुन बनिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छाया नै बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म पाना भए तिम्रो नाम भरिदेऊ ओठमा हाँसो भरिने विचार बनिदेऊ न गुनगुनाउँछु तिमी स्वर थपिदेऊ न मन बहलाउने केही मन्त्र गरिदेऊ न तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म न मनको दूरीले न समयको खेलले न त दो बाटोले छुटाउन सकोस् न झुटो संसारले न जितन हारले न कुनै शङ्काले नै टुटाउन सकोस् म पछि पछि तिमी अघि अघि तिम्रो कदममा चलेर जहाँ लग म त पछ्याइरहन्छु आँखा बन्द गरेर तिम्रो मायाले डोर्याउन मलाई तिम्रो छायाले बनाउन मलाई लैजाऊ न तिमीसँगै जहाँ तिमी र म
निवेदन भएको छ यो गीत अब हाम्रो जन्तीमा साथलाई हाम्रो जन्तीमा भएका हाम्रो दाजुभाइहरू सन्ताहरू ईश्वरदेव र हाम्रो चेलीबेटीको बिचमा यो नाच प्रस्तुत रहन्छ कृपया सबै सहभागी हुनु होला यसै बिचमा हाम्रो चेलीबेटीलाई जान्न कार्यक्रममा हाम्रो यहाँको प्रमुख समाजका सल्लाहकार आदरणीय दाइ छ ल गीत गाइदिनु अपरेटर भाइ mulsho Sainori tesho mulsho Ho galbandi tesho mulsho Sainori tesho mulsho Minhor beta tamido Mulsorani minhor beta tamido Mulsorani minhor beta tamido
दुपट्टे वालियो दूल्हे की सालियो हरे दुपट्टे वालियो जूते दे दो पैसे ले लो जूते दे दो पैसे ले लो मनागुरुले यहाँलाई विदाई गर्नुहुनेछ यति भन्दै दाइ भाउ दुल्हन के देवर तुम दिखलाना यूं तेवर दुल्हन के देवर तुम दिखलाना यूं तेवर पैसे दे दो जूते ले लो पैसे दे दो जूते ले लो जूते तो पैसे लो जूते तो पैसे लो जूते लाओ जूते लाओ तुम ही जानो जो भी मानो आज बात बढ़ेगी बढ़ जाने दो मांग चढ़ेगी चढ़ जाने दो बड़ों ने ऐसे पहले जूते पहले पैसे जूते लिए है नहीं चुराया कोई जेवर दुल्हन के देवर तुम दिखलाना यूं तेवर पैसे दे दो जूते ले लो पैसे दे दो छिटो गर्नु होला उहाँ समय ढिलो पुगाइदिनु होला धन्यवाद हाम्रो छोरीहरू सबै सुन्दरी जन्तु जहाँ सानोले पुष्पहरू हुनुहुन्छ उहाँहरू चाहिँ आइसकेका छौँ जन्तीलाई कार्यक्रम हुन गइरहेको छ हाम्रो बुद्धु बहिनी देवी कुमारीको हाम्रो चेलीबेटीहरूको डान्समा एक कति भएको छ हाम्रो चेलीबेटी आएको छ मेरो बहिनी देवी कुमारीको मूल्य समस्या राख्नुहुनेछ सिजन बदिनेको बाटो आज उहाँ कोले गाउँ पोखरा महानगरपालिकाबाट 16वटा बाटो हाल्नु भएका पाहुनाहरूको र जन्ती र ज्वाइँबाट हामी दिदीबहिनीको नाचलाई यो 15,000 दान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण वापसी आया दो नए सर जुनी जुनी किया जे मोरा बिले क्यों सैमो बिले क्यों खैला खैला ताया जे मीना बंदा सामी दो ए मोरा
shungulsho minor beta tamido mulsorani minor beta tamido mulsorani minor beta tamido सारा पिले क्यों नखै मैयामले दो मिनोर बेटा तमिदो एंगोल सोरानी मिनोर बेटा तमिदो गलबन्दी छै सुंगुल शो सेनोरी थे सुंगुल शो हो गलबन्दी छै सुंगुल शो सेनोरी minor beta tamido mulsorani minor beta tamido mulsorani minor beta tamido ngai kramai phaisangolo sain hori thesangolo ha ngai kramai phaisangolo sain hori thesangolo min hor beta bimido molo raja min hor beta bimido molo raja min hor beta bimido mulsorani minor beta tamido molo raja min hor beta bimido mulsorani minor beta tamido पैसा धेरै भयो ताली थोरै भयो बीते सारे मौसम बाबुल तेरे घर में अब चले पाओ मेरे पिया के शहर में बीते सारे मौसम बाबुल तेरे घर में अब चले पाओ मेरे पिया के शहर में हो तूने विदाइयां कैसे लिखी मर जानिया कैसे बताए और रब्बा सही नहीं हो जानिया मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादा मेरे पीछे पीछे आड़िया हाय मेरे बाबला मेरिया हुणे गुड्डिया कोल तेरे रह जानिया हो कुछ भी नहीं है तेरे कदमों से आगे कदमों से आगे कदमों से आगे
से जो बांधे मैंने टूटेंगे न धागे, टूटेंगे न धागे, टूटेंगे न धागे। हाथ मेरा थामा तूने, तेरी मेहरबानियाँ मेरे नाम अब से तेरी सारी परेशानियाँ मधानियाँ।
मैले यहाँ भाउजू लिएर आएको छु ढोका खोल त सोनी बहिनी ढोका खोल त म यहाँ भाउजू लिएर आएको छु नया नया सजाओ है संसार नया नया सजाओ है संसार सुख दुख बाटो है मिलेर घमको पहिलो किरण जुन्छ गरा गरा आफ्नै नयाँ नयाँ सजाऊ है संसार सुख दुख बाटो है मिलेर सजाऊ है संसार सजाऊ है संसार मायाले मेरो मायाले बोलायो यो पहाडको ढुङ्गा माटो यी सबै हुन् माया बसेको यो पहाडको ढुङ्गा माटो यी सब हुन् माया बसेको सबै साथै हाँस्छन् सबै साथै खेल्छन् वीर खुसी जति छन् बाँड्छन् सारा नयाँ नयाँ सजाऊ है संसार सुख दुख बाटो है मिलेर अनि आगे भनेछ मेरो छोरी र बुहारी संसारमा यो दुईटा आधार पनि ल्याउने हो नि मेरो गाउँमा पुऱ्याइदियो पुरो गाउँको बाजेमा सदा सदा ईश्वर दाइनु भएर अब यो नानबाबु यहाँ छोरीको धनी हुनुपर्छ
मैले चाहिँ नाति नाति दिन पाऊ भन्न नया नया सजाओ है संसार एकदम धेरै माया गर्ने त्यही हो सबले बुहारीले भनेको नि मान्ने हामीले भनेको नि मान्ने सबले एकदम ज्ञानी हुने एक आपसमा एकदम समझदार हुनुपर्छ आँखामा हाले पनि नबिसाउने खालको हुनुपर्छ माया गर्ने ससुरा माया गर्ने गर्यौ के खुसीले नै भरिदियो जीवन मेरो तिमी नै तिमी तिमी नै तिमी देख्छु म हरदम मेरो वरिपरि तिमी सँगै तिमी नै सँगै
सालमा निरोगी हुने है सबभन्दा ठुलो निरोगी माया क्यों लई गई जुबन क्यों लई ओ गई माया क्यों लई गई जुबन क्यों लई सुजुनी जुनी भरी गई माया क्यों लई सुजुनी जुनी भरी गई माया क्यों बोली चाली छाबा चफिर मी छाबा ओ बोली चाली छाबा चफिर मी छाबा सुलै मुबरु पै मुबा नस्यो ngै गोल्स्यो ngै माया क्यों लै सुजुनी जुनी भरी लै सुजुनी जुनी भरी लै गई माया क्यों लै गई जोवन क्यों लै सुजुनी जुनी भरी गई माया क्यों लै सुजुनी जुनी भरी गई माया क्यों लै क्यों लै ngây माया क्यों लै ngây जुबन क्यों लै सुजुनी जुनी भरी ngây माया क्यों लै
सुजुनी जुनी भरी गई माया क्यों लै गई माया क्यों लै गई जोबन क्यों लै गई माया क्यों लै गई जोबन क्यों लै सुजुनी जुनी भरी गई माया क्यों लै सुजुनी जुनी भरी गई माया क्यों लै सुजुनी जुनी भरी गई माया क्यों लै सुजुनी जुनी छाबरानी ngolshone ngala tagimo ngai maya jatanle themino ngala bintimo ngai maya jatanle themino ngala bintimo जुना सै ठगुने ngala tagrimo ngai maya sai nuri themino ngala bintimo ngai maya sai nuri themino ngala bintimo ngala maya marani chadi aangi ngala maya hirani moti aangi ngala maya marani chadi aangi ngala maya hirani moti aangi ngala maya to bhanda chabamo ngala maya to bhanda chabamo ngala maya mu bhanda nubamo chabarani ngolshone ngala tagimo ngai maya jatanle themino ngala bintimo ngai maya jatanle themino ngala bintimo